नमस्ते। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। म चाहिँ सुदूरपश्चिमको डोटीबाट बिलोङ गर्छु होइन। म चाहिँ आज हजुरहरूसँग चाहिँ म चाहिँ यहाँ चाहिँ एउटा सुन्दर ठाउँ देखाउनको लागि म त हजुरहरूसँग उपस्थित भइसकेको छु। त्यो सुन्दर ठाउँ चाहिँ तपाईँहरूले चाहिँ देखिसक्नुभयो। त्यो ठाउँ चाहिँ कहाँ हुनसक्छ भनेर जिज्ञासा लागेको पनि हुनसक्छ तपाईँहरूलाई। र म त्यो ठाउँ कहाँ भने त्यो ठाउँ विशेष गरी हाम्रो चाहिँ चेन्नई होइन, चेन्नईको त्यो पनि टी नगर भन्ने एउटा सहर हो। र यहाँ चाहिँ म चाहिँ विशेष गरी यहाँ चाहिँ 1 सालदेखि म चाहिँ काम गरिरहेको छु। र यहाँको चाहिँ हरेक वातावरणहरू बुझेको छु मैले। यहाँको चाहिँ हावापानी अन्य ठाउँभन्दा पनि यहाँको हावापानी राम्रो छ। र विशेष गरी यहाँको हावापानी सँगसँगै यहाँको हरेक कुराहरू राम्रो छ। यहाँको चाहिँ विकास हेर्ने भने हरेक कुराहरू राम्रो छ होइन। यहाँको चाहिँ देख्न सक्नुहुन्छ यहाँको चाहिँ रमणीय ठाउँ छ होइन। एकचोटि चाहिँ घुम्नै पर्ने जस्तो ठाउँ छ होइन। तर त्यही भएर चाहिँ म हजुरहरूसँग जोडिएँ र तपाईँहरूले पनि भिडियोलाई यति नै माया गर्नुहुनेछ भन्ने पनि आशावादी छु। र भिडियो हेरिसकेपछि तपाईँहरूले लाइक, कमेन्ट र सेयर एन्ड सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु गाइज। ओके गाइज, आजलाई यति नै। म नेक्स्ट पार्ट लिएर आउने नै छु। तपाईँहरूले फलो गरिराख्नुहोस्। नेक्स्ट पार्टमा हामी भेट्नेछौँ। ओके, बाई बाई। आजलाई यति नै। सी यू टमारो।